भएको सहित यो गीतबाट चाहिँ है हामी चाहिँ जरिकामा साईको सामना गरौँ हामी किनकि हामी चाहिँ बादल पारेको उहाँको त्यो देशमा चाहिँ जानेछौँ परमेश्वरले हाम्रो लागि राख्नु भएको देश चाहिँ हामी उहाँको देशमा जानेछौँ हामी परमेश्वरलाई प्रशंसा गर्दै कसैले नजाने कसैले नहेर्ने भन्ने गीत गाउँदै अगाडि बढौँ ल हुन्छ हामी यो गीत गाउँ ल कसैले नदेखि कसैले नहेरे हजुरहरूको लागि हल्का नयाँ भन्छ तर हामीहरू आउँछ हामीहरू आउनेहरू चाहिँ मजाले ताली बजाउँदै हामी गाउँ है त मलाई खुसी लाग्यो हजुरहरूलाई है कतिजनालाई आउँदैन गीत त्यही पनि हजुरहरू हामीसँग सहभागी चाहिँ हुनुभयो है त्यसको लागि चाहिँ धन्यवाद छ परमेश्वरले मर्नु भएको यो गीत चाहिँ हामी सबैजना आउँछ त्यसैले आफैलाई है फ्री भएको हामी परमेश्वर आमेन हुन्छ हामी यो गीत गाउँ है त Bye.
स्वर मिलाउनु भएपछि कति राम्रो सुन्छ हैन त एकैसाथले गाउँदाखेरि कति रमाइलो लाग्छ है मलाई चाहिँ है हल्का म आफैलाई उतो गरेर माथि बोलाएन तर हल्का म्युजिकको कुरामा मलाई हल्का अलि सेन्सिटिभ कुराहरू के भन्दाखेरि जब एकै ठुलो आवाजमा सबै के गुन्जेर गाउँछ नि सबै आवाजहरू मिसिन्छ नि त्यो जस्तो मेरो लागि बेस्ट कुरा कुनै पनि हुँदैन है स्वर्गमा पनि यस्तै हुन्छ हाम्रो आवाजहरू एकदम 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 ठुलो किनकि त्यहाँ त लाखौँ खरबौँ मान्छे हुन्छ नि त हैन हैन अब कति हुन्छ त्यो त थाहा हैन तर हम त पाइए नि हैन त्यसैले पाइए नि हैन त्यतिजनाको आवाज र स्वर गुन्जेपछि एउटै आवाजमा परमेश्वरलाई महिमा दिनु कति उत्तमको कुरा हुन्छ र हामी संसारमा आफैलाई के गर्न जरुरी छ त प्रिपेयर गर्नुछ स्वर्गको लागि आमेन परमेश्वरलाई महिमा भएको सुन्छ है हामी भजन सङ्घलाई किन हेर्छौँ भन्दाखेरि अब बिहान उठ्ने बित्तिकै त हामी बाइबल त पढिहाल्दैन शनिबारको दिनमा हैन शनिबारको दिनमा अरूको दिनमा थाहा छैन उठ्ने बित्तिकै बाइबल त हामी कतिजना पढेकै छैनौँ तर यो भजनसँग चाहिँ किन हेर्छौँ भन्दाखेरि हामीले परमेश्वरलाई चाहिँ आराधना दिनुभन्दा अगाडि चाहिँ आफैले चाहिँ आत्मामा प्रिपेयर गरेको कारणले चाहिँ हामी भजनसँग पढ्छौँ है त हुन्छ हामी भजनसँग 96 96को 1 देखि 8 सम्म हेर्नेछौँ है त
गर्दछौँ परमेश्वर पिता। तपाईँ परमेश्वरको उपस्थिति हामीसँग थियो र परमेश्वरले स्वर्गदूतहरू हामीसँगै आउँदै हुनुहुन्थ्यो पिता। तपाईँले मलाई विश्वास छ पिता। आशा तपाईँले हाम्रो यो ग्रहण गर्नुभएको छ पिता। अहिलेको परमेश्वरको हृदयबाट परमेश्वरले तपाईँले यसलाई निकाल्नुभयो पिता। धन्यवाद छ पिता, धन्यवाद छ। बाँकी समय हामी जानुपर्छ परमेश्वरको पवित्र आत्माको परिवर्तन सूर्यकान्त समयको पवित्र आत्मा लिएर भएको सबै कुरामा तपाईँको हातमा गर्छौँ। विनती गरेर प्रार्थना गर्छौँ परमेश्वरको नाममा। उहाँले आज जुन चाहिँ वचन चाहिने छ त्यही उहाँले जुटाउनुहुन्छ होइन। हामी उहाँ खाली सबलाई क्रिस्टको नाममा जय मसीह। जय मसीह। सबैजना सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? आमेन है। परमेश्वरलाई महिमा होस् है। आज यो प्रशंसाको निम्ति, आराधनाको निम्ति अनि आराधना चाहिँ एकदमै ब्लेसेड छ। आमेन। आराधना चाहिँ एउटा यस्तो हतियार हो जुन हतियारले चाहिँ शैतानलाई छोड्दा पनि लाज र शर्ममा पार्दछ। आमेन। बुझ्नु भएको छ किन? किनकि आराधना थियो जुन शैतानले चाहिँ के गरेर रिजेक्ट गरेको थियो। परमेश्वरले शैतानलाई बनाउनु विश्वलाई बनाउनु कारण के थियो कि उहाँ दिनरात परमेश्वरको आराधना गर्यो होइन। उसले त्यही कुराहरू गर्न उसले के गर्यो त डिनाइ गर्यो, रिजेक्ट गर्यो होइन। अब त्यसको कारण प्रभुले कसलाई खडा गर्नुभयो? आज तपाईँहरूलाई मलाई खडा गर्नुभयो। त्यही कारण जब तपाईँहरूको मण्डलीमा भेला भएर जब तपाईँहरू उहाँलाई आराधना गर्छ नि शैतान लाज र शर्ममा पर्दछ। आमेन। किनकि त्यसले जुन कुरा रिजेक्ट गर्यो आज तपाईँहरूमा गर्दैछ। आमेन। आमेन। हुन्छ परमेश्वरलाई महिमा भएको होस्। यो छोटो सबै कुराको लागि है। त्यही कारण गर्दाखेरि आउनुहोस् हामी वचनहरू हाल्न जानेछौँ। अनि त्यसपछि म तपाईँहरूलाई सधैँ चाहिँ प्रश्न सोध्न चाहन्छु है। हामीले अस्तिको हप्ता चाहिँ हामीले के चाहिँ सुनेका थियौँ? कति मिठो थियो है अस्ति। के थियो? परम प्रभुको नजिक जाऊ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। कतिको कतिमा लेखिएको छ? म तपाईँलाई माथि यो वचन चाहिँ कन्ट्रोल गर्नु है भनेर। कतिको कतिमा लेखिएको छ? याकुब 4:8मा। आमेन। के भनेको छ? उहाँको नजिक जाऊ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। त्यही कारण यदि परमेश्वर हाम्रो नजिक आएको हामी चाहना गर्छौँ भने सर्वप्रथम तपाईँ र म चाहिँ उहाँको नजिक जान आवश्यक छ। आमेन। जब हामी उहाँको नजिक जान्छौँ तब उहाँ पनि हाम्रो नजिक के हुनुहुन्छ? आउनुहुन्छ। कसले भन्दैछ? मैले भन्दै हो होइन, तर याकुब 4:8 परमप्रभु परमेश्वरको वचनले भन्दैछ। आमेन। हुन्छ आउनुहोस् हामी यसमा फेरि पनि वचनको भागमा जाउँ। अनि आज प्रभुले के कुरा चाहिँ तपाईँलाई र मलाई दिन चाहनुहुन्छ? आज मण्डललाई के कुरा प्रभुले चाहनुहुन्छ? हामी त्यो कुरातिर जान्छौँ है त। हेर्नुहोस् त के लेखिएको छ? आजको वचनको शीर्षक के रहेको छ? व्यक्तिगत जिम्मेवारी। व्यक्तिगत जिम्मेवारी। आमेन। पर्सनल रेस्पोन्सिबिलिटी। आमेन। हामी सबै यहाँ भएका मण्डली गरेर हामी सबै के हौँ? जिम्मेवार व्यक्तिहरू। आमेन। अनि हामी सबैमाथि चाहिँ कुनै न कुनै के छ? जिम्मेवारीहरू छ। आमेन। हो कि होइन? हामी सबैमाथि कुनै न कुनै जिम्मेवारीहरू छ। अनि म विश्वास छ, मलाई आशा विश्वास पूर्ण हामी सबैले आफ्नो जिम्मेवारी के पनि गरिरहेका छौँ त हामी निभाइ पनि रहेको छ। आमेन। एउटा परिवारमा एउटा सानो फ्यामिलीमा को हुन्छ भन्नुहोस् त मलाई? आमा, बुवा, छोरा, छोरी। आमेन। अनि त्यो सबैजनाको पनि के हुन्छ त आफ्नो एउटा छुट्टा छुट्टै के हुन्छ? व्यक्तिगत जिम्मेवारी हुन्छ। आमेन। अब हामी छोटो हामी केही अझै भित्र हामी जाउँ है त गइरहेको। के अरे एउटा बुवाको जिम्मेवारी के हो? एउटा बुवाको जिम्मेवारी भनेको के हो? परिवारको हेरचाह गर्ने, बुझ्नु भएको छ? अनि फ्यामिलीलाई प्रोटेक्ट गर्ने अनि काम गरेर कमाएर ल्याएर परिवारलाई के गर्ने? सस्टेन गर्ने काम। यो एउटा के हो? परमेश्वरले दिनुभएको बुवाको जिम्मेवारी। आमेन। एउटा आमाको जिम्मेवारी चाहिँ के हो त भन्नुहोस् त? घरबार सम्हाल्ने हो कि होइन भन्नुहोस् त? घरबार सम्हाल्ने अनि घरलाई म्यानेज गर्ने र आफ्नो बालबच्चाहरूको हेरचाह गर्ने। आमेन। बुझ्नु भएको? अब त्यस्तै गरी बालबच्चाको जिम्मेवारी चाहिँ के हो त? राम्रोसँग पढ्ने, आफ्नो आमा बुवाको आज्ञा पालन गर्ने अनि घरमा शान्तिको कामहरू नै। छोरा पसल जा भन्दाखेरि खुल्ला दौडेर जाने, पसलबाट किनेर ल्याउने। त्यो चाहिँ के हो त? एउटा सानो बालबच्चाको जिम्मेवारी। आमेन। त्यसको मतलब के त? हामी सबैमा चाहिँ कुनै न कुनै जिम्मेवारीहरू छन्। चाहे त्यो बुवा होस्, चाहे त्यो आमा होस्, चाहे त्यो छोराछोरी होस्, सबैमा केही न केही जिम्मेवारीहरू चाहिँ छन्। आमेन। बुझ्नु भएको तपाईँले? जुन परिवारमा हरेकले आफ्नो आफ्नो जिम्मेवारी बुझेर गरिरहेको हुन्छ नि त्यो परिवार चाहिँ एकदमै 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 आशिषमय परिवार हुन्छ।
आमेन। अनि त्यो परिवार चाहिँ निरन्तर के हुँदछ सस्टेन टिकी पनि रहेको हुँदछ आमेन। जब परिवारमा कसैले आफ्नो जिम्मेवारी निभाउँदैन नि त्यो परिवारमा के हुन्छ झैँ झगडा हुन थाल्दछ, त्यो परिवार के हुन्छ मनमुटाव हाल्न थाल्दछ, त्यो परिवारमा के हुन्छ परिवार टुट्ने सम्भावना पनि हुन्छ। अब याद गर्नुहोस् त एउटा श्रीमानले बाहिर गएर कमाएर ल्याउँदैन भने अनि श्रीमतीलाई खुवाउँदैन भने श्रीमतीको निड्सहरू पुरा गर्दैन भने के लाग्छ तपाईँले त्यो श्रीमती त्यो श्रीमान भनेर बस्ला? मायाले मात्र संसार चल्छ होइन? त्यो त 2-4 दिनको लभमा चाहिँ चल्छ है। ए तिमी जस्तो सुकै अवस्थामा रहे पनि म बस्छु, एउटा झुपडीमै रहे पनि म बस्छु भन्छ। 1-2 महिना त बस्ला, जब त्यो खान पाउँदैन, जब जाडोमा ओढ्न पाउँदैन, त्यसपछि त्यो मायाले काम गर्छ गर्दैन। हरेक कुराको के हुनुपर्छ ब्यालेन्स हुनुपर्छ। त्यस्तै गरी एउटा श्रीमानले आफ्नो कर्तव्य निभाएन भने त्यो श्रीमती के गर्दैन त त्यो परिवारमा के पनि हुन सक्छ त डाइभोर्स पनि हुन सक्छ आमेन। अब श्रीमानले चाहिँ मरिमरि कमाएर ल्याउने, आफू थोत्रो लुगा लाएर भए पनि कमाएर ल्याउने होइन, अनि श्रीमतीलाई सबै पैसा दिने। अब त्यो श्रीमती जिम्मेवारी नभइकन के गर्छ आफ्नो मजाले खानामा उडाउँछ, यताउता उडाउँछ, त्यो कुरालाई त्यो कमाएर ल्याएको पैसालाई राम्ररी म्यानेज गरिदिँदैन भने त्यो श्रीमानले के त्यो श्रीमतीलाई के गर्छ होला अभियसली दुखित हुन्छ होइन। त्यस्तै कन्टिन्यू बिहेभियर भइरहेपछि के हुन्छ त्यो परिवारमा छोटपट हुन्छ आमेन। त्यही कारण त्यो परिवार चाहिँ एकदम ब्लेसेड र आशिषमा हुन्छ जसले आफ्नो जिम्मेवारी पर्सनल व्यक्तिगत जिम्मेवारी चाहिँ निभाइरहेको हुँदछ आमेन। अब एज अ क्रिस्चियन हामीहरू प्रभुको छोराछोरीहरू आमेन। अब हामी प्रभुका छोराछोरी भएर पनि परमप्रभुले एउटा महत्त्वपूर्ण जिम्मेवारी तपाईँ र मलाई दिनुहुन्छ। हामीले हेरौँ एउटा परिवारमा जिम्मेवारी हुन्छ, सबै व्यक्तिप्रति एउटा एउटा जिम्मेवारी हुन्छ। अब हामी प्रभुमा भएका छोराछोरीहरूको पनि एउटा एकदमै ठुलो र महत्त्वपूर्ण जिम्मेवारी छ आमेन। एकदम ठुलो र महत्त्वपूर्ण जिम्मेवारी व्यक्तिगत जिम्मेवारी आज हामी हरेकमा छ। त्यो के हो थाहा छ भन्नुहोस् त? त्यो के हो? आज एज अ क्रिस्चियन हामी प्रभुमा भइसकेपछि तपाईँ र मेरो पनि एउटा व्यक्तिगत जिम्मेवारी छ जुन हरेक क्रिस्चियनको हो। त्यो जिम्मेवारी चाहिँ आफ्नो जीवनद्वारा परमेश्वरको नामको महिमा, उहाँलाई महिमित तुल्याउने, उहाँको नामको महिमा गर्ने, यो तपाईँ र मेरो व्यक्तिगत जिम्मेवारी आमेन। प्रभुबाट पाएको जिम्मेवारी के हो? तपाईले र मैले उहाँको नामको महिमा गर्ने, यो चाहिँ व्यक्तिगत जिम्मेवारी हो है। उहाँको नामलाई के गर्ने महिमित तुल्याउने। त्यसैले गर्दा हाम्रो बोलाइ, हाम्रो हेराइ, हाम्रो सुनाइ, हाम्रो लगाइ, हाम्रो खुवाइ, हाम्रो सङ्गत, व्यवहार, बानी यी सबै कुराबाट चाहिँ के हुन आवश्यक छ? हाम्रो जीवित परमप्रभु परमेश्वरको नामको महिमा हुन आवश्यक छ। किन? वी आर कल फर द्याट। के हो? हामी त्यसकै निम्ति बोलाइएका हौँ। प्रभुले के भन्नुहुन्छ यो 99 स्वरमा? तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने कि र तिमीहरूलाई के गरे नियुक्त गरे। यसको मतलब के हो? उहाँको महिमाको देखि उहाँले तपाईँलाई र मलाई आज चुन्नु भएको छ आमेन। जब तपाईँ र म सबै कामलाई त्यागेर, सबै कुरालाई छोडेर, सबै व्यस्ततालाई त्यागेर तपाईँ र म जब मण्डलीमा आउँछौँ भने यसको मतलब के हो? तपाईँले आफ्नो व्यक्तिगत जिम्मेवारी तपाईँले निभाउँदै हुनुहुन्छ। यसको मतलब के हो? तपाईँले परमेश्वरको नामको महिमा गर्दै हुनुहुन्छ आमेन आमेन। शनिबारको दिन हामी जब मण्डली लागेर आफ्नो कामतिर हुन्छ, आफ्नो काजतिर हुन्छ, हामी दुनिया व्यस्ततामा हामी हुन्छौँ भने त्यसले परमेश्वरको महिमा ल्याउँदैन, तर इन्डाइरेक्टली कसको महिमा ल्याइरहेको हुन्छ? शैतानको महिमा ल्याइरहेको छ। कसरी? शैतानले चाहने त्यही हो, कोही पनि मण्डली नजाओस्, कोहीले पनि आराधना नगरोस्, कोहीले पनि वचन नसुनोस् र कोहीले पनि वचन पालना नगरोस् आमेन। तर प्रभुलाई महिमा छ। हामी यसरी सबै कुरा त्यागेर आज मण्डलीमा भेला भएका छौँ भने यसले के गर्दछ? परमप्रभु परमेश्वरको नामको महिमा गर्दैछ भने त्यो शैतान लाज अनि शर्ममा पारिएको छ आमेन आमेन। अनि हाम्रो जीवन र हाम्रो जीवनको हरेक क्षेत्रद्वारा परमप्रभु परमेश्वरको नामको महिमा हुन आवश्यक छ। अनि यो हामी हरेक विश्वासीको लक्ष्य हुनुपर्छ। हामी सबैको एउटा एम हुन्छ नि, एउटा विद्यार्थीको एउटा हुन्छ, म यो देश जान्छु, म यो देश जान्छु, म डक्टर बन्छु, म इन्जिनियर बन्छु, म यस्तो गर्छु, म यो गर्छु, म भनेपछि बिहा गर्छु, यो गर्छु, यो गर्छु, थुप्रै लक्ष्यहरू हुन्छ आमेन। त्यो भन्दा नि अझै नेक्स्ट लेभलको लक्ष्य चाहिँ के हो त? हाम्रो हरेक जीवन र हाम्रो जीवन हरेक क्षेत्रबाट परमेश्वरको महिमा आमेन। त्यो भन्दा नि बियोन्ड के हो त? तपाईँ र मेरो व्यक्तिगत जिम्मेवारी परमप्रभु परमेश्वरको नामको महिमा गर्ने र हाम्रो हरेक क्षेत्रबाट के गर्ने? परमप्रभु परमेश्वरको नामको महिमा गर्ने आज तपाईँ र मेरो के हुनुपर्छ? लक्ष्य आमेन।
जब तपाईँ र मेरो जीवनमा परमेश्वरको महिमा हुन्छ नि त्यसपछि तपाईँको लक्ष्यलाई परमप्रभुको हातमा राख्नुहोस् तपाईँको लक्ष्य परमप्रभुले सफल गरिदिनुहुन्छ आमेन आमेन कति मिठो छ परमप्रभुको वचन उहाँको प्रतिज्ञा आमेन आज उहाँ आफ्नो छोराछोरीहरूद्वारा महिमित हुन चाहनुहुन्छ बुझ्नु भएको छ आज तपाईँ र म नै हो यो रेस्पोन्सिबिलिटी लिएको आज तपाईँ र मेरो जीवनद्वारा परमप्रभु परमेश्वर के हुन चाहनुहुन्छ महिमित हुन्छ आज तपाईँ र मेरो जीवनद्वारा परमप्रभु परमेश्वर आफैले आफैलाई के गर्न चाहनुहुन्छ त आफैले आफैलाई प्रकट गर्न चाहनुहुन्छ आमेन वचनमा के लेखिएको छ आउनुहोस् हामी वचनमा जाउँ प्रस्थान 3 को 6 उहाँले अझै भन्नुभयो म तेरा पिता पुर्खाका परमेश्वर हुँ अब्राहमका परमेश्वर इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ तब मोसाले आफ्नो मुख ढाके किनकि तिनी परमेश्वरलाई हेर्न डराए यो कुन समय हो जब परमेश्वरले बुश त्यो झाडीबाट परमेश्वरले मोसासँग बोलिरहेको थियो परमेश्वरले भन्नु भएन म यो ब्रह्माण्डको सृष्टिकर्ता हुँ भनेर प्रकट गर्नु भएन परमेश्वरले भन्नु त्यो स्वर्गदूतहरूलाई मैले बनाएँ भनेर परमेश्वरले के भन्नुभयो त म अब्राहम इसाक र याकुबको परमेश्वर उहाँले के आफ्नो दासहरूद्वारा आफैले आफूलाई के गर्दै हुन्छ प्रकट गर्दै हुन्छ मोसालाई आफ्नो दासहरूद्वारा प्रकट गर्दै हुन्छ आमेन त्यसैले नै आज परमेश्वर तपाईहरु मेरो सबैको व्यक्तिगत प्रभु हुनुहुन्छ हाम्रो परमेश्वर नभन्नु हाम्रो मेरो परमेश्वर भनेर प्रभुलाई व्यक्तिगत लिनुहोस् आमेन जसरी हामी वचन पढ्दा हामी व्यक्तिगत लिन्छौँ नि रेमा वर्ड त्यस्तै गरी परमेश्वर हाम्रो भनेर सम्बोधन गर्नु भन्दा पनि तपाईँ व्यक्तिगत मेरो परमेश्वर भनेर तपाईँ सम्बोधन गर्नुहोस् आमेन किन उहाँ चाहिँ तपाईँ र मेरो हामी सबैको पर्सनल परमेश्वर हुनुहुन्छ आमेन आज हाम्रो कारण हाम्रो कामहरूद्वारा नै अन्य जाति र अविश्वासीहरूले चाहिँ उहाँलाई महिमा दिनुपर्दछ महिमा दिइरहेका हुनुहुन्छ तपाईँ राम्रो काम गर्नुहोस् ओहो यो त क्रिस्चियनको हो त है ओहो यो त क्रिस्चियनको हो त यसले त जाँड रक्सी खाँदैन है ओहो यो त क्रिस्चियनको हो त यसले त चुरोट खाँदैन ओहो यो त क्रिस्चियनको हो त यसले त नराम्रो शब्दहरू बोल्दैन है ओहो यो त क्रिस्चियनको यसले त ब्लू फिल्महरू हेर्दैन है यो त एकदम राम्रो छ त्यसले इन्डाइरेक्टली कसलाई महिमा दिइरहेको छ परमप्रभु परमेश्वरलाई महिमा दिइरहेको हुन्छ त्यही कारण त भन्छ वचनले तिम्रो लगाइ तिम्रो खुवाइ तिम्रो हेराइ तिम्रो विचार तिम्रो सुनाइ सबै कुरा चाहिँ के हुनुपर्छ असल हुनुपर्छ किन किनकि तपाईँ मेरो हरेक एक्सनले चाहिँ परमप्रभु परमेश्वरलाई डाइरेक्टली इन्डाइरेक्टली महिमा गरिरहेको हुन्छ आमेन बुझ्नु भएको छ जब तपाईँ र मेरो जीवन ठिक हुन्छ नि तपाईँले र मैले प्रभु गाडीमा भन्नु पर्दैन हाम्रो जीवनले परमेश्वरको महिमालाई देख्दछ जुन कुनै व्यक्तिले जब परमेश्वरको महिमा तपाईँ र मेरो जीवनमा प्रकट भएको देख्छ नि त्यो परमेश्वरमा आउँछ वी डोन्ट निड टु प्रिच हामीले प्रचार गर्नै पर्दैन जब तपाईँ र मेरो जीवनमा प्रभुको काम देख्छ नि त्यो व्यक्ति परमेश्वरमा आउँछ आमेन कति मिठो छ आज हामी भलो काम गर्छौँ परमेश्वरको नामको महिमा हुन्छ आज प्रभुको नामको महिमा भएन कति मण्डलीहरू छन् जसले लाखौँ विधवाहरूलाई हेरिरहेका छन् कति मण्डली छन् लाखौँ गरिबहरूलाई हेरिरहेका छन् कति मण्डलीहरू छन् जो प्रभुको अनुग्रहमा कति भला सामाजिक कामहरू गरिरहेका छन् त्यहाँबाट इन्डाइरेक्टली के भइरहेको छ परमप्रभु परमेश्वरको नामको महिमा भइरहेको छ तर जब कुभलो काम गर्छौँ नि त्यसले के हुन्छ त परमप्रभु परमेश्वरको नामको निन्दा भइरहेको हुन्छ र उहाँको बेइज्जती पनि भइरहेको हुन्छ आमेन आज जो कोही विश्वासीले हैन बुझ्नु भएको छ आज जो कोही विश्वासीले नराम्रो कुवालो गर्छ भने त्यसको व्यक्तिगत नाम आउँदैन यो कुरा तपाईँले याद गर्नु भएको छ तपाईँ आज क्रिस्चियन तपाईँ प्रभुमा आइसके तपाईँ एउटा कुवालो काम गर्नुहोस् तपाईँको व्यक्तिगत नाम आउँदैन तर त्यसले सारा क्रिस्चियन समाजलाई नै के गर्छ सारा क्रिस्चियन समाजलाई नै रिप्रेजेन्ट गरिरहेको हुन्छ सारा क्रिस्चियन समाजकै नाम आउँछ ऊ त्यो व्यक्तिले गरेको भनेर भन्दैन क्रिस्चियनहरू त यस्ताको हुँदो रहेछ भनेर भन्छ बुझ्नु भएको छ तपाईको मैले सपोज मैले नराम्रो गरेँ अब उ त्यसले चाहिँ नराम्रो गरे यसको मतलब यो होइन कि क्रिस्चियन सबै नराम्रो हो भनेर भन्दैन तर एउटा व्यक्तिले जब नराम्रो काम गर्छ नि त्यसले सारा क्रिस्चियन समाजलाई के गर्छ पोइन्ट गर्छ क्रिस्चियनहरू त यस्ताको हुँदो रहेछ यिनीहरू त ठुल्ठुला कुरा गर्छन् ठुल्ठुलो कुरा छ पवित्रताको कुरा छ तर वास्तवमा यिनीहरू त आफै यस्ताको हुँदो रहेछ भनेर एकजनालाई मात्र सारा क्रिस्चियन समाजलाई पोइन्ट गरिरहेको हुन्छ बुझ्नु भएको छ जसरी एउटा छोराछोरीले जब गलत काम गर्छ नि त्यो छोराछोरीको नाम आउँछ के भन्छ त्यसको बाउआमा गतिलो भएको छोराछोरी गतिलो हुन्छ त बाउआमा नै त्यस्तो छ सिधै छोराछोरीलाई पोइन्ट जाँदैन सर्वप्रथम कहाँ पोइन्ट जान्छ त बाउआमातिर पोइन्ट गरेको आज त्यस्तै हो जब तपाईँ र म कुभलो काम गर्छ नि तपाईँको व्यक्तिगत नाम आउँदैन तर सिधै प्रभुको नामको निन्दा भइरहेको हुन्छ क्रिस्चियन यिनीहरूको प्रभु नै सायद त्यस्तो होला थाहा छैन बाइबल पढाएको थाहा हुँदैन अज्ञानको कारणले गर्दा सिधै कसलाई पोइन्ट गर्दा सिधै परमेश्वरलाई पोइन्ट गरिरहेको हुन्छ त्यही कारण तपाईँ र मेरो जीवन चाहिँ ठिक हुनुपर्छ आमेन ठिक हुनुपर्छ आमेन
वचनले के भन्छ आउनुहोस् हामी हेरौँ अझै हामी जाउँ वचन रोमी 2:24 किनभने लेखिएको छ अन्य जातिहरूका बिचमा परमेश्वरको नाम तिमीहरूद्वारा नै निन्दित भएको छ। कति पावरफुल वर्ड प्रभुले भन्नुभएको छैन अन्य जातिमा शैतानद्वारा मेरो नामको निन्दित भइरहेको छ, तर प्रभुले के भन्दैछ तिमीहरू विश्वासीहरूद्वारा नै मेरो नामको निन्दा भइरहेको छ। प्रभुले भन्नुहुन्छ आज हामीद्वारा चाहिँ परमेश्वरको नामको निन्दित भयो, त्यो बिचरा अरू जसले प्रभुलाई चिन्दैन उसलाई के दोष दिने, उसलाई के दोष दिने? वचनले के भन्छ आज हामीद्वारा नै परमेश्वरको नामको निन्दा भइरहेको छ। बुझ्नु भएको छ? जो प्रभुमा छ, जो हरेक दिन मण्डली आउँछ, जो प्रार्थना पनि गर्छ, वचनले त्यसलाई नै भन्छ तिमीहरूद्वारा नै परमेश्वरको नामको निन्दा भइरहेको छ। आमेन। आफैलाई क्रिस्चियन हो भन्छ, तर जब आफ्नो अविश्वासी साथीहरूको बीच बस्छ अश्लील मजाक गर्छ, हो अश्लील मजाक गर्छ, अश्लील कुरा गर्छ, जे सानो सानो कुरामा अरूलाई श्राप गरिदिन्छ, नराम्रो शब्द बोल्छ भने परमेश्वरको नामको निन्दा भइरहेको हुन्छ, परमेश्वरको नामको बेइज्जत भइरहेको हुन्छ। अब आफैलाई क्रिस्चियन हो भन्छ तर जाँड सिकाएर मातेर हिँड्छ, होइन व्यभिचार गर्छ, फोन मुभिजहरू हेर्छ, चोरी गर्छ, झैझगडा गर्छ, अर्काको कुरा दिनरात काट्छ, अर्काको डाहा गर्छ भने त्यसले के गर्छ परमेश्वरको नामको निन्दित भइरहेको हुन्छ, परमेश्वरको नामको निन्दा भइरहेको हुन्छ। आमेन। अनि प्रभुको वचन स्पष्ट छ, प्रभुको वचन स्पष्ट हुन्छ पहिलो सामुएल 2:30 हेर्नुहोस् त, त्यसकारण परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ तेरा परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्नेछन् भनी मैले प्रतिज्ञा गरेको थिएँ, तर अब उपरान्त परमेश्वर यसो भन्नुहुन्छ अब यस्तो हुने छैन, मलाई आदर गर्नेलाई म आदर गर्नेछु र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछ। आमेन। प्रभुको वचनले के भन्छ यदि हामी उहाँलाई आदर दिन्छौँ, यदि हामी उहाँलाई महिमा दिन्छौँ भने त्योभन्दा दोब्बर उहाँले तपाईँलाई आदर दिनुहुन्छ, उहाँले तपाईँलाई महिमा दिन्छ। तर यदि तपाईँ र मैले प्रभुलाई निन्दा दिन्छौँ, प्रभुको नामको बेइज्जत गर्छौँ भने त्योभन्दा दुगुना त्योभन्दा डबल तपाईँ र म माथि आइपर्छ। अब के दिने आफै डिसाइड गर्नु, प्रभुलाई महिमा दिने कि प्रभुको नामको निन्दा गर्ने, प्रभुलाई आदर दिने कि प्रभुको नामको बेइज्जती गर्ने, हामी आफै डिसिजन। द चोइस इज योर्स हुन्छ नि, कति मन पर्छ मलाई शब्द, द चोइस इज योर्स। निर्णय तिम्रो हातैमा छ, तिमी के निर्णय गर्छौ? प्रभुको महिमा दिएर आफू पनि आदर इज्जत प्राप्त गर्न चाहन्छौ कि अथवा प्रभुको नाम बेइज्जत गरेर तिमी त्योभन्दा डबल बेइज्जत आफ्नो जीवनमा गर्न चाहन्छौ? भजन सङ्ग्रह 10 ले भन्छ महिमा र इज्जत प्रदान गर्ने को हुन्छ? परमप्रभु परमेश्वर हुनुहुन्छ। आमेन। प्रभुको वचन कतिपय ठाउँमा कति सख्त छ है। प्रभुको वचन यो मात्र एउटा पाठ मात्र नगर्नु, प्रभुले हामीलाई प्रेम गर्नुहुन्छ, प्रभुले हाम्रो पाप क्षमा गर्नुहुन्छ, प्रभुले हाम्रो इच्छाहरू पुरा गर्नुहुन्छ, प्रभुले हामीलाई मुक्ति दिनुहुन्छ, त्यो पाठलाई मात्र नगर्नु। तर केही गर्छ भने प्रभुको वचन विपरीत चल्छ भने त्यहाँ दण्ड पनि छ है, त्यो पाठलाई पनि हामीले हेर्नुपर्छ। यदि हाम्रो उहाँको नामलाई रिजेक्ट गर्छ भने त्यहाँ दण्ड पनि छ है। प्रभुको नाम विश्वास स्वर्ग मात्र जाँदैन तर त्यहाँ नरक पनि छ है। स्वर्गमा आराधना हुन्छ, बाटो हुन्छ, अनएक्सपेक्टेड कुराहरू हुन्छ, तर त्यहाँ नरकमा आगो गन्धक पनि छ है। क्रिस्चियनको दुईटै पाठ हेर्नुपर्छ। हामी कतिपय प्रचार गर्दा एउटै पाठ मात्र प्रचार गर्छ, प्रभुमा आऊ तिमी निको हुन्छ, प्रभुमा आऊ तिमी आशिषित हुन्छ, प्रभुमा आऊ तिमी मुक्ति पाउँछौ, प्रभुमा आऊ तिमी स्वर्ग जान्छौ। तर यो कुरा भन्दैन कि प्रभुमा आएनौ भने तिमीलाई के हुन्छ, तिमीले पाप गर्यो भने तिमीलाई के हुन्छ, तिमीले अनादर गर्यो भने तिम्रो जीवनमा के आएको छ, त्यो कुरा चाहिँ हामीले भन्नु। त्यही कारण दुईटै पाठ हामीले भन्छ। त्यसबाहेक बाइबलमा यदि दुईटै पाठ इम्पोर्टेन्ट नभए भए किन बाइबलमा दाउदले व्यभिचार गरेको कुरा हटाइएन, किन सोलोमनले त्यत्रो मूर्ति पूजा गरेको कुराहरू हटाइएन, किन? प्रभुले यो देखाउन चाहनुहुन्छ असल काम गर्छ भने तिम्रो जीवनमा असल हुन्छ, गलत गर्छ भने सजाय पाउँछ। चाहे त्यो दाउद होस्, चाहे त्यो अब्राहम होस्, चाहे त्यो मुसा जोसुकै होस्, जब तिमी गलत गर्छौ भने तिम्रो जीवनमा के आउँछ, गलत कुरा हुन आइपर्छ। हैन? यो क्रिस्चियनको एउटा राम्रो पार्ट मात्र देखाउने भएको भए दाउदले व्यभिचार गरेको कुरा हटाइदिए भए दाउद त सबभन्दा खतरा हिरो हुन्थ्यो। तर दाउदले बत्सेबासँग व्यभिचार गरेको कुरा किन राखियो? किन राखियो त त्यो कुरा? किनकि प्रभु यो बताउन चाहन्छ तिमी जो त्यो पनि पाउँछौ। हैन? कति प्रभुको वचन कति ठाउँमा के छ त सक्छौँ। त्यही कारण हामी उहाँलाई निन्दित गर्छौँ, उहाँको निरादर गर्छौँ, उहाँको नामको तिरस्कृत गर्छौँ भने त्योभन्दा दोब्बर आज तपाईँ र म माथि आइपर्दछ। आमेन। हामी वचन लेख्नुहोस् है, तपाईँ जति पेन कपीमा लेख्नुहोस् है, एकदम इम्पोर्टेन्ट छ यो कुरा। एफएसी 5:15 देखि 17। यसैले कसरी हिँड्छौँ, यो आज हामी हरेक विश्वासीले पाउले भन्नुहुन्छ, यसैले कसरी हिँड्छौँ ध्यानसँग हेर,
निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो हो। समयको पुरा सदुपयोग गर किनकि दिन खराब छ। यसका मूर्ख नहौ तर प्रभुको इच्छा के छ सो बुझ। प्रभुले मूर्खहरूलाई होइन, प्रभुले हरेक व्यक्तिलाई के भएको चाहन्छ? बुद्धिमानी भएको चाहन्छ। मूर्ख व्यक्तिलाई कसैले रुचाउँदैन तर बुद्धिमान व्यक्तिलाई सबैले रुचाउँछ। मूर्ख व्यक्तिले आदर इज्जत पाउँदैन तर बुद्धिमान व्यक्तिले आदर इज्जत। त्यही कारण प्रभुको वचनले भन्छ तिमीहरू चाहिँ बुद्धिमान हो। आमेन। तिनीहरू बुद्धिमान हुने प्रभुको वचन छ। अब बुद्धि यसैमा छ कि सबै कुरालाई त्यागेर अर्थात् शरीरको अभिलाषा, आँखाको सेकी, यो फिलिङ्स, इमोसनहरू। यर्मिया 17:9 के भन्छ? हाम्रो हृदय एकदमै दुष्ट छ, यही दुष्टमा छ, यही हृदयमा सबैको पाप पनि यसमै छ, व्यभिचार पनि यसमै छ, अश्लील कुराहरू पनि यसमै छ, अश्लील इमेजेसहरू पनि यसमै छ। सबै कुरा चाहिँ मानिसको हृदयमा हुन्छ। अनि ख्रिस्टले के भन्नुभयो? जे मान्छेको हृदयमा छ त्यही व्यवहारमा देखिन्छ। यदि मेरो हृदयमा व्यभिचार छ भने मेरो जीवनबाट व्यभिचारै मात्र आउँछ, अरू केही कुरा पनि फल्दैन। यदि मेरो जीवनमा डाहा रिस छ भने मेरो जीवनमा त्यही मात्र आउँछ, असल कुरा म एक्सपेक्ट गर्न सक्दिनँ। किन? जसरी एउटा किसानले स्याउको बिउ रोप्यो भने उनले स्याउ नै कटनी गर्छ, उसले केरा कटनी गर्दैन। प्रियजन, त्यस्तै गरी हृदयमा जे छ त्यही कुरा मान्छेको जीवनमा निक्लन्छ। आमेन। त्यही कारण सबै कुरा त्यागेर शरीरको अभिलाषा, आँखाको सेकी, फिलिङ्स, इमोसन, यो कुरालाई त्यागेर प्रभुमा समर्पित भएर उहाँको इच्छा र वचन अनुसार जिउनु नै चाहिँ हामी सबैको निम्ति के हो? आमेन। कति मिठो छ नि प्रभुको वचन। कतिपय ठाउँमा सक्छ है छडी लागो जस्तो, तर कतिपय ठाउँमा नरम छ अङ्गालोमा। आमेन। आमेन। कति मिठो। हिजो 3:35 बुद्धिमानले राजा सोलोमन होइन, यति बुद्धिमान सोलोमन, प्रभुको बुद्धि। अस्ति मैले एआईलाई सोधेँ त यु आर इन्टेलिजेन्ट अर किङ सोलोमन इन्टेलिजेन्ट भने त किङ सोलोमन इज इन्टेलिजेन्ट। एआईले के भन्छ? सोलोमन नै इन्टेलिजेन्ट हो। को धनी? बिल गेट्स धनी कि अरू धनी? एलन मस्क धनी? को धनी भन्दा नि सोलोमन जस्तो धनी कोही पनि छैन, एआईले नै भन्छ। बुद्धिमान को यो संसारमा? यो म टेक्नोलोजी भन्दा नि सोलोमन बुद्धिमान हुन्छ। अनि मैले एआईलाई यो पनि सोधेँ, यदि तपाईँ सोलोमनलाई इफ यु मिट तैँले सोलोमनलाई भेटेछ के भन्छ? म उहाँको बुद्धिको कुराहरू म सोध्ने थिएँ, एआईले भन्छ। परन्तु त्यो बुद्धि कहाँबाट आयो? परमप्रभु परमेश्वरबाट आयो। आमेन। त्यही कारण त्यो बुद्धिमान व्यक्तिले के भन्दछ? बुद्धिमानले इज्जत प्राप्त गर्दछ तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुन्छ। आमेन। आमेन। बुद्धिमानले चाहिँ के प्राप्त गर्छ अरे? इज्जत प्राप्त गर्छ तर मूर्खहरूले चाहिँ के गर्छ? उहाँले लज्जित तुल्याउनुहुन्छ। आमेन। त्यसैले तपाईँ र मेरा त व्यक्तिगत जीवन भनेको यो परमेश्वरको निम्ति खडा हुनु। अब यो यो लिनुहोस् है, व्यक्तिगत जिम्मेवारी भनेको परमेश्वरको निम्ति खडा हुनु, आफ्नो पापलाई त्याग्नु, पश्चाताप गर्नु र उहाँको सुसमाचार प्रचार गर्नु र उहाँको गवाही बन्नु तपाईँ र मेरो जिम्मेवारी हो। जसरी योसुले लिए नि, योसु 24:15 के लेखेको छ? तिमीहरू कसको सेवा गर्छौ गर? त्यो युफ्रेटिस नदी पारी गरेको तिमीहरू त्यो पिता पुर्खाले पूजेको देवी देवताको सेवा गर्छौ, कसको सेवा गर्छौ गर, तर म र मेरो घरानाले परम प्रभुको सेवा गर्छ। यसको मतलब योसुले के गर्छ? एउटा व्यक्तिगत जिम्मेवारी, त्यत्रो लाखौँ मानिसहरू अगाडि एउटा व्यक्तिगत जिम्मेवारीले त के हो? म र मेरो घरानाले परम प्रभुको सेवा गर्नेछौँ। यसको मतलब के हो? उहाँले भन्नु म मेरो श्रीमती, मेरो छोरा, मेरो छोरी, यदि त्यो परिवारमा 4 जना गर्ने तिमीहरू लाखौँको सङ्ख्यामा तिमीहरू कसको सेवा गर्छौ गर। तर उहाँले पब्लिकली भन्नुहुन्छ म र मेरो घरनाले परमप्रभुको सेवा गर्छ। यसको मतलब योसुले एउटा व्यक्तिगत जिम्मेवारी परमप्रभुको निम्ति लिँदैछ। व्यक्तिगत जिम्मेवारी लिँदैछ। जब हामी हाम्रो व्यक्तिगत जिम्मेवारीप्रति समर्पित हुन्छौँ हामी आशिषित हुन्छौँ। एभ्रिवान वान्ट्स टु बी ब्लेस्ड। सबैजना ब्लेस्ड हुन चाहन्छ। कोही दरिद्र जीवन जिउन चाहन्छ, कोही गरिबी जीवन जिउन चाहन्छ, होइन? प्रभुले यो सबै कुराहरू सित्तैमा बुझ्ने प्रतिज्ञामा छ। आज हामी यो प्रभुको वचनलाई त्यागेर हामी अरू कुरामा लागेर त्यो कुराहरूलाई प्राप्त गर्छौँ। जब प्रभुले भन्छ मेरो मार्गमा, अघि केशवले भने नि कति भजन 37:25 दाउद के भन्छ? म वृद्ध थिएँ, अब म जवान थिएँ, अब म वृद्ध भएको थियो, तर परमप्रभुको छोराछोरीहरूले कहिले पनि मागेर तिनीहरू त्यागेको र तिनीहरूले मागेर खानु परेको मैले कहिले देखेको छैन। प्रभुले त अफर गर्दै हुन्छ, बस उहाँ एउटै कुरा चाहनुहुन्छ, एउटा व्यक्तिगत जिम्मेवारी उठाएर उहाँको मार्गमा हिँड्नु। उहाँको वचन भजन 84:10 के भन्छ थाहा छ तपाईँहरूलाई? उहाँको सत्य मार्गमा हिँड्नेहरूलाई उहाँले कुनै उत्तम कुराबाट वञ्चित राख्नुहुन्न। कति मिठो छ वचन। आमेन। त्यही कारण तपाईँ र म व्यक्तिगत जिम्मेवारी लिने क्रिस्चियन हुनुपर्छ। आज तपाईँ र म प्रभुमा आयो, प्रभुमा छौँ, अब तपाईँ र मेरो व्यक्तिगत जिम्मेवारी के छ? परम प्रभु परमेश्वरको नामको महिमा गर्नु। आमेन।
आमेन। जब हामी उहाँको व्यक्तिगत जिम्मेवारीप्रति समर्पित हुन्छौँ भने हामी आशिष हुन्छौँ। तर हामी हेरचक्रा गर्छौँ, बेवास्ता गर्छौँ भने र वचन विपरीत जिउँछौँ भने चाहिँ के आउँछ? श्राप आउँछ। आमेन। हामी प्रभुको अनुसार जिउँछ, हामी आशिषित हुन्छ। प्रभु आफ्नै मनमानीको आफ्नो फिलिङ्स इमोसन हृदय अनुसार चल्छ भने चाहिँ श्राप आउँछ। वचन स्पष्ट हुन्छ, हृदय दुष्ट छ, हृदय खली छ, हृदयमै सबै कुराहरू छ। यही कुराहरू हृदयमा स्टोर हुन्छ। जब हृदयमा स्टोर हुन्छ त्यही कुराहरू व्यवहारमा देखिन्छ, मुखमा हुन्छ। आमेन। व्यक्तिगत जिम्मेवारी। आमेन। बुझ्नु भएको छ? अयुब 29:11 सुरु हामी अयुबलाई हेरौँ। मैले बोलेका सुन्नेहरूले मेरो गुणगान गर्थे र मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे। किनभने सहायताका लागि पुकार गर्दा गरिब मानिसहरूलाई र रक्षाहीन पितृहरूलाई मैले बचाएँ। मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो र मैले विधवाको मन आनन्दले गाउने पारिदिन्थेँ। धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै लगाएँ र इन्साफलाई मैले मेरो पोसाक र फेटा झैँ लगाएँ। अन्धाको लागि म आँखा भएर लङ्गडाको निम्ति म खुट्टा भएँ। दरिद्रका लागि म बुवा चाहिँ थिएँ र विदेशीको पक्षमा म मुद्दामा खडा हुन्थेँ। यो कसले भन्नुहुन्छ? अयुबले भन्नुहुन्छ। अयुब एकदमै धनी व्यक्ति थियो प्रियजनहरू। आमेन। उनको व्यक्तिगत जीवनमा परमेश्वरको बोलावट नै थियो। उनको पर्सनल कलिङ के थियो अयुबको जीवनमा? एउटा प्रभुको आज्ञा पालन गर्नु, गरिबहरूलाई सहायता गर्नु, विधवाहरूलाई हेरचाह गर्नु, विदेशीहरूको ख्याल राख्नु। यो चाहिँ प्रभुले अयुबलाई के दिनुभएको थियो? व्यक्तिगत एउटा जिम्मेवारी दिनुभयो, जुन उनले निभाइ पनि रहेका थिए। जस कारण उनको जीवन चाहिँ के थियो त? एकदमै धेरै ब्लेसेड थियो। आमेन। बुझ्नु भएको छ? अब व्यक्तिगत जिम्मेवारी हो नि त। गलाती 2:2 परमेश्वर जस्तै पत्रुसको प्रेरित बन्दा र खतनाहरूको बिचमा काम गर्नुभयो, मला र पनि अन्य जातिहरूको बिचमा काम गर्नु। परमेश्वरलाई व्यक्तिगत जिम्मेवारी दुईजना थोडिदिनु भयो। पत्रुस कहाँ जाने रे? तिनीहरू जब नियुक्त भयो पत्रुस कहाँ जाने? खतनावालहरूकोमा जाने र प्रभुको सुसमाचार प्रचार गर्ने। तर पावल चाहिँ कहाँ जाने? अन्य जातिहरूकोमा गयो। उनीहरूले त्यो आफ्नो व्यक्तिगत पर्सनल जिम्मेवारी निभाए। जस कारणले गर्दा लाखौँ करोडौँ मानिसहरू दिन प्रतिदिन के हुँदैछ त? प्रभुमा आउँदैछ। हामी किन जुन व्यक्तिगत जिम्मेवारी उनीहरूले प्रभुबाट पाए तिनीहरूले त्यो जिम्मेवारी के गरे? निभाए। आमेन। राजा दाउद होइन, जसको व्यक्तिगत जिम्मेवारी के थियो? समस्त इजरायलहरूलाई परमप्रभुमा निरन्तर दोहोऱ्याउनु थियो। आमेन। जुन उहाँले गर्नुभयो जस कारण दाउदको जीवन एकदमै ब्लेसेड थियो। आमेन। ब्लेसेड थिएन र परमेश्वरको भवनको निम्ति त्यति आशिषका त्यति कुराहरू समर्पण गर्नु भने ब्लेसेड थियो होइन र? आमेन। ख्रिस्ट येशू पनि स्वयं आफ्नो व्यक्तिगत जिम्मेवारी निभाउनु भयो। उहाँको व्यक्तिगत जिम्मेवारी के थियो? सम्पूर्ण मानव कल्याणको लागि, मानव जातिको लागि क्रुसमा आफ्नो देहको त्याग गर्नु हो। उहाँको अनि सम्पूर्ण मानव जातिको खातिर पोर राख्नु हो। अनि सम्पूर्ण मानव जातिको निन्दा लिनको निम्ति आफै निन्दित हुनु। यो ख्रिस्टलाई परमेश्वरले के दिनुभएको थियो? एउटा व्यक्तिगत जिम्मेवारी दिएर पृथ्वीमा पठाउनु भएको थियो हो। अनि जुन उहाँले अन्तिम समय रहेर स्थिर रहनु भयो, अन्तिम समय स्थिर त्यो आफ्नो व्यक्तिगत जिम्मेवारीले निभाउनु भयो। आज कहाँ हुनुहुन्छ उहाँ? जीवित भएर पिताको दाहिने हातपट्टि उहाँ विराजमान हुनुभएको छ। उहाँको च्यान अहिले पनि खाली छ। किनकि उहाँ मर्नुभयो, बिउताउनु भयो र मर्दै गर्दैन तिमीहरू धैर्य साथ बस, किनकि म तिमीहरूलाई चाँडै दिन आउँदैछु। त्यसैको प्रतीक्षामा हामी छौँ। यदि उहाँको प्रतीक्षा लगाउनु भने हामी पनि मोज मजा जीवन जिउँ, डिस्को जाउँ, क्लब जाउँ, गाँजा खाउँ, चुरो खाउँ, रक्सी खाउँ, व्यभिचार गरौँ, दुनियाँ केटी खेलाउँदै हिँड्नु। यदि प्रभुको होइन प्रभुले हामीलाई त्यो नदिनु भयो भए हामी पनि मनमानी जीवन जिउँ। तर हामी त्यो सबै कुरालाई त्यागेर आफ्नो इन्द्रियहरूलाई बसमा राखेर आफ्नो हृदयले गर्न खोजेको कुराहरू नगरिकन हामी जिउँछौँ। किनकि तपाईँमा उहाँले प्रतिज्ञा गर्नुहुन्छ, म तँलाई लिन आउँदैछु। त्यही कारणले गर्दा आज ख्रिस्टमा जसले विश्वास गर्छ उहाँलाई उद्धारकर्ता मुक्तिदाता भनेर स्वीकार गर्छ, ती सबैले मुक्तिले के पाउँछ? उद्धार पाउँछ। आमेन। बुझ्नु भएको छ? कति सिम्पल छ मुक्ति उद्धार पाउन। आज धेरै भास्ट बनाउँछ मान्छेले यसलाई, तर वास्तवमा एकदमै सिम्पल छ। जस्तै रोमी 10:9 छ, जस्तै ख्रिस्ट आफ्नो उद्धारकर्ता मुक्तिदाता भनेर स्वीकार गर्छ त्यसले त्यसै छक्के पाउँछ, उद्धारको मुक्ति पाउँछ। हामी तपाईँ गङ्गा जमुना जानु पर्दैन, यमुना नदी जानु पर्दैन, दुनियाँ ठाउँमा त्यो खोर पानी स्नान गर्नु पर्दैन मुक्ति उद्धार पाउनलाई। तपाईँ दुनियाँ मठ मन्दिर घुम्नु पर्दैन, तपाईँ दुनियाँ ठाउँमा तपाईँ यहाँ त कि ख्रिस्ट जन्मेको यरुसलेमतिर पनि जानु पर्दैन। तपाईँ यहीँ बसेर प्रभुलाई स्वीकार गर्नु, यहीसँग तपाईँ यही ठाउँमा तपाईँलाई प्रभु। किन? उहाँको वचन सत्य छ। अनि उहाँको वचन भन्नुपर्ने सत्य सोधेर के हुन्छ? उहाँले आफ्नो नाउँभन्दा आफ्नो वचनमा पहिलो प्राथमिकता दिनुभएको छ। यसको मतलब जसले उहाँको वचनमाथि विश्वास गर्छ, जसले उहाँको वचनमा विश्वास गर्छ त्यो व्यक्तिको जीवन त्यो वचन के हुन्छ? जीवित हुन्छ।
हैन अनि रोमियो 10:10 के भन्छ जसले उहाँलाई उद्धारकर्ता मुक्तिदाता स्वीकार गर्छ उसले त्यो व्यक्तिले उद्धार पाउँछ मुक्ति पाउँछ त्यो आत्मामा के हुन्छ निर्दोष ठहरिन्छ कति मिठो छ प्रभुको वचन त्यही कारण आज हामी सबैले व्यक्तिगत जिम्मेवारी पाएका व्यक्तिहरू तर त्यहाँ एउटा क्वेसन छ के हामी पर्सनल जिम्मेवारी निभाइरहेका छौँ पर्सनल जिम्मेवारी के हो थाहा छ तपाईँले र मैले बाहिर गएर प्रचार गर्नु त्यो तपाईँहरूको पर्सनल जिम्मेवारी के हो थाहा छ तपाईँहरू म पाप त्यागेर पवित्र चाहिमा छिर्नु त्यो पर्सनल जिम्मेवारी के हो थाहा छ तपाईँहरू म प्रभुको वचनले भन्न चाहन्छु जिउने प्रयास गर्ने यद्यपि हामी कतिचोटि लड्छौँ यद्यपि हामी कतिचोटि हामी के गर्छौँ त हामी त्यो वचनमा चल्दा चल्दै हामी खस्किन्छौँ त्यो वचनभन्दा बाहिर हुन्छौँ तर वचनले के भन्छ हिजो 24:16ले धर्मीजन 7 चोटि लडे पनि त्यो 7 चोटि खडा हुन्छ तर दुष्टहरू के हुन्छ पतन हुन्छ तर धर्मीजन जो ख्रिस्टमा छ त्यो 7 चोटि लड्यो भने 7 चोटि त्यो खडा हुन्छ तर दुष्टहरू चाहिँ के हुन्छ अरे पतन हुन्छ प्रदेश 24:16ले भन्छ त्यही कारण हामी पर्सनल व्यक्तिगत जिम्मेवारी पाएका व्यक्तिहरू याद गर्नु हामी कोही पनि जिम्मेवारी नभएको अजिम्मेवारी व्यक्ति होइनौँ हामी सबै व्यक्तिहरू जिम्मेवार पायौँ तिमी मेरा भाइहरू कलेज पढ्छ अब यिनीहरूको व्यक्तिगत जिम्मेवारी यिनीहरूले आफ्नो जीवनबाट ख्रिस्ट देखाउनु पर्यो मलाई मेरो भाइहरू हुन्छ मेरो साथीहरू यस्ता छ जो मुख छाड्छन् खाली के भन्छ नराम्रो हुन्छ मोबाइल नजर उहाँलाई के हेरेर बस्छ अब त्यस्तो ठाउँमा यिनीहरू छन् त्यस्ता साथीहरूको बिचमा यिनीहरू छन् भने अब यिनीहरूको व्यक्तिगत जिम्मेवारी यिनीहरू त्यो ठाउँमा गवाई बस्ने कसैले नराम्रो शब्द बोलिरहेको छ भने त्यसलाई भन्ने हो यस्तो नगरे यस्तो भन्नु हाम्रो परमेश्वरले भन्नुहुन्छ यस्तो कुरा गलत हो जब यसरी हामी खडा हुन्छौँ नि यसमा हामीले हाम्रो व्यक्तिगत जिम्मेवारी निभाइरहेका छौँ यदि मेरो भाइहरू पनि अरूले त्यस्तो ब्लु फिल्महरू कुन मुभी हेरेर ठाउँमा उनीहरू पनि गएर हेरिदिने उनीहरू नराम्रो शब्द मुख छाडेर बेला उनी गएर मुख छाड्यो भने अन्य जाति र विश्वासीमा फरक के त्यसैको निम्ति प्रभुले तपाईँलाई मलाई बोल्नु भयो हामीले चेन्जेस देखाउनुपर्छ प्रभुमा भएका हरेक व्यक्तिले चेन्जेस देखाउनुपर्छ म तपाईँलाई सधैँ भन्छु आज अन्य तपाईँ र मेरो जीवनलाई मानिसले हेरेको छ हामीलाई लाग्दैन कसैले हामीलाई हेरेको छैन तर याद गर्नु सारा संसारले तपाईँलाई र मलाई हेरिरहेको छ यो क्रिस्चियन हो अरूलाई हेर्दैन अरूले चाहे भेदभाव गरोस् पाप गरोस् दुनियाँ तरिका त्यसलाई हेर्दैन त्यसलाई पोइन्ट आउट पनि गर्दैन तर एउटा क्रिस्चियनलाई चाहिँ हरेकले हेरिरहेको छ अनि जब एउटा व्यक्तिले गलत काम गर्छ नि त्यो व्यक्तिको नाम आउँदैन दुःख लाग्दो कुरा सारा क्रिस्चियनिटी समाजको बेइज्जत हुन्छ क्रिस्चियनको नाम आउँछ सिधै क्रिस्चियनहरूको नाम आउँछ त्यही कारण तपाईँ र म कसरी जिउँछौँ तपाईँ र म कसरी हेरिरहेका छौँ तपाईँ र म के बोलिरहेका छौँ तपाईँ र म के हेरिरहेका छौँ मोबाइलमा तपाईँ र म व्यक्तिगत के गरेर हामी म सधैँ भन्छ हामी म मेरो श्रीमतीलाई ढाक्न सक्छु है मेरो श्रीमती सर्वज्ञानी छैन म मेरो श्रीमती म दुनियाँ केटीलाई गर्लफ्रेन्ड बनाएर हिँडेर मेरो श्रीमती गएर म सोझो बन्न सक्छु तर एउटा कुरा म त्यो सर्वज्ञानी प्रभु जसले तपाईँलाई मलाई निरन्तर त्यो प्रभुलाई म कसरी ढाक्नु यिर्मिया 32:19ले के भन्नु थाहा छ उहाँको दृष्टिमा सबै कुरा छलङ्ग छ त्यही कारण दाउदले भन्नुहुन्छ भजन 19:13-14 पदमा मेरा गुप्त पापहरू तपाईँ जान्नुहुन्छ मेरा गुप्त पाप तपाईँहरू जान्नुहुन्न प्रिय मेरा गुप्त पाप प्रभुले जान्छ र तपाईँहरू जो हेर्दा सोझो देखिनुहुन्छ म पनि हेर्दा सोझो देखिन्छ तर मेरो गुप्त पाप म तपाईँहरू जान्दैन तपाईँको गुप्त पाप म जान्दिनँ तर याद गर्नु देयर इज समवन हु नोज एभ्री सिक्रेट थिङ्स एन्ड ही हेज द रिवार्ड फर द्याट अनि उहाँसँग नै प्रतिफल छ बुझ्नु भएको छ तपाईँ मलाई जान्नुहुन्न म तपाईँलाई जान्दिनँ तर एकजना कोही त्यहाँ स्वर्गीय सिंहासनमा बसेर जसले हरेक माथि नजर राखिरहनु हुन्छ अनि हाम्रो प्रतिफल चाहिँ उहाँको हामी राम्रो रोप्छ हामी राम्रै कट्ने गर्छौँ हामी नराम्रो रोप्छौँ कुबलहरू हामी त्यही कट्ने गर्छौँ अनि यो कुरा सबैमाथि लागु हुन्छ चाहे जाति चाहे अन्य जाति चाहे विश्वास चाहे किनकि सबै उहाँकै छोराछोरी किन मानव जाति कसले सृष्टि गर्नुभयो जीवित परमप्रभु परमेश्वर यसको मतलब के हो चाहे जोसी होस् चाहे मुस्लिम होस् चाहे हिन्दू होस् चाहे सिख होस् चाहे जैन होस् चाहे जो बुद्धिस्ट होस् चाहे जोसुकै हुन् चाहे यहुदीहरू हुन् जोसुकै हुन् जसले जो रोप्छ त्यही पाउँछ किनकि सबै प्रभुकै छोराछोरी सृष्टिकर्ता हो परमप्रभु परमेश्वर त्यही संसारले तपाईँलाई जब तपाईँलाई एउटा मिस्टेक गर्छ नि त्यसले तपाईँलाई पोइन्ट गर्छ अनि कुरा काट्न थाल्छ त्यो त क्रिस्चियन हो नि यसरी कुरा त्यो त क्रिस्चियन पनि थाहा छ त्यसले त्यस्तो थाहा छ मैले सुनेको छु त्यसले यति नराम्रो शब्द यति नराम्रो शब्दले त्यो त क्रिस्चियन थाहा छ मलाई थाहा छ मैले सुनेको छु त्यसले त्यसलाई सरापेको त्यो त क्रिस्चियन तर थाहा छ त्यो दिनरात त्यसले अर्काको कुरा मात्र काटिरहेको हुन्छ त्यो त क्रिस्चियन हो नि थाहा छ तर त्यसले यस्तो काम गरेर दिनरात हिँडिरहेको
सेवा नियुक्त गर्न तपाईँहरूमा के होला नियुक्त किन गर्नु ताकि तपाईँहरूमा ख्रिस्टलाई झल्काउनु। हामी ख्रिस्ट त्यो बेला झल्किन्छ जब हामी ख्रिस्टलाई यहाँबाट बुझ्छौँ। यहाँबाट बुझ्यो भने ख्रिस्ट कहिले पनि झल्किँदैन, याद गर्नुहोस् है। यहाँबाट जब मान्छेले दिमागमा मात्र ख्रिस्टलाई बुझ्छ नि त्यो ख्रिस्ट झल्किँदैन, तर जसले हृदयबाट ख्रिस्टलाई बुझेको हुन्छ नि त्यसमा ख्रिस्ट झल्किन थाल्छ। बुझ्नु भएको छ? जसको हृदयमा यहाँ ख्रिस्ट हुन्छ नि त्यो कहिले पनि पापमा फर्केर जाँदैन, तर यहाँ ख्रिस्ट हुनेहरू चाहिँ 2-4 दिन 2-4 वर्ष राम्रो भाषा गर्छ तर गएर फेरि पनि त्यही जान्छ। कुकुरले के गर्छ? त्यही कारण बाइबलले के उदाहरण दिन्छ? कुकुर र सुँगुर। कुकुर भनेको के हो? जसले हग्छ दुनियाँ ठाउँ घुमेर आउँछ फेरि आएर त्यही गु खान्छ। सुँगुर भनेको के हो? त्यसलाई तपाईँ जतिसुकै नुहाइदिनुहोस् फेरि एकछिनमा त 1 सेकेन्डमा त्यसलाई फेरि गएर घुमै लडीबडी गर्छ। बाइबलले के भन्छ? कुकुर र सुँगुर जस्तो नहो। अब तपाईँहरूमा प्रत्येक उहाँको पवित्र रगतले धोइ पखाली सिद्ध भएको थियो। अब तपाईँहरू मेरो जीवनबाट के झल्किन्छ? ख्रिस्ट झल्किन्छ। पहिलो दिनको पवित्र आत्मा परमेश्वरको मन्दिर हो। दोस्रो कति सक्नुहुन्छ जहाँ परमेश्वरको आत्मा छ त्यहाँ स्वतन्त्र छ। यदि हामी अझ पनि यस्तो व्यभिचारमा पापमा अधर्म अपवित्रतामा यस्तो कुरामा हामी अल्झिरहेका छौँ भने हामीमा स्वतन्त्र छ। तपाईँको प्रभु वचन हुन्छ जहाँ परमेश्वरको आत्मा छ त्यहाँ स्वतन्त्र छ। त्यही कारण म तपाईँहरू एउटै कुरा भन्छु, प्लिज हामी जिउँदै गर्दाखेरि कसरी जिउनु प्लिज तपाईँ यो नसुन्नु म मात्र छु नो। तपाईँलाई समाजको कुराले हेर्छ भोलि तपाईँ यहाँ आउने जति तपाईँलाई सबैलाई प्रभुले त्यहाँ समाजले नोटिस गरेर भोलि एउटा काम पनि यो समाजले तपाईँको होइन यो मण्डलीको नाम लिन्छ। तपाईँको नाम लिँदैन त्यो एउटा त त्यस्तो हो नि अरूले त गरेन नि त्यो भन्दैन, तर यो मण्डलीले एस्टाब्लिस गरेर सिधै यो मण्डली होल ग्रुप बनाउँछ। मान्छेले हेरिरहेको हुन्छ यो चर्च पनि जान्छ यो पनि गर्छ यो त्यो पनि गर्छ तर पनि यसको जीवन ब्लेसेड छैन किन? अनि त्यसमा के फरक त? हामीले मानेको देवी देवता र यो क्रिस्चियनमा के फरक छ? केही पनि फरक छैन। तर उनीहरूले यो देख्दा भित्र गरेको कामहरू देख्दैन। कसैले भन्छ सबले के भन्छ? हामी क्रिस्चियन अनि कतिपयसँग चलाक हुन्छौँ हामी म यस्तो छु म यस्तो छु म यस्तो छु भन्छ तर भित्रभित्रको गरेको भन्दैन। क्रिस्चियनले यो भन्दैन कि म व्यभिचारी पनि कहिले पनि भन्दैन। त्यो चाहे जस्तो सुकै त्यसले यो भन्छ त्यसले आफ्नो राम्रो कुराहरू भन्छ म यस्तो छु मलाई यस्तो मनपर्छ राम्रो कुरा तर यो ट्रुथ बोल्दैन। ट्रुथ के हो त? म व्यभिचार पनि गर्छु, म ब्लू फिल्म पनि हेर्छु, म मास्टरबेसन पनि गर्छु, म दुनियाँ केटलाई पनि हेर्छु, म नराम्रो पनि सोध्छु, म नराम्रो पनि गर्छु। यो कहिले भन्दैन। तर देख्ने मान्छेले के देखिरहेको छ त? क्रिस्चियन हो, चर्च पनि जान्छ होइन, सधैँ हरेक शनिबार बाइबल बोकेर गएको देख्छु तर पनि यसको जीवनमा केही परिवर्तन छैन, तर पनि यसको स्वभावमा परिवर्तन। मान्छेले यो हेर्दैन तर व्यक्तिगत कुरा त हामी कसैले नै भन्दैनौँ। व्यक्तिगत थाहा हुन्छ सर्वज्ञानीको हुन्छ भगवान् हुनुहुन्छ हजुरसँग यसो सक्छ यसको बातले चाहिँ उहाँ सर्वज्ञानी हुनुहुन्छ। त्यही कारण तपाईँहरूमा एउटा कुरा चाहिँ सधैँ याद गर्नु तपाईँहरूमा एउटा व्यक्तिगत प्रभुले राखिदिनुहुन्छ त्यो व्यक्तिगत जिम्मेवारी हो उहाँको महिमा तपाईँहरू मेरो जीवनमा। जब तपाईँहरू मेरो बोली सुध्रिन्छ, जब तपाईँहरू मेरो स्वभाव सुध्रिन्छ, जब तपाईँहरू मेरो जीवनमा परिवर्तन आउन थाल्छ देन वी डोन्ट निड टु प्रिच। मान्छे हाम्रो जीवन देखेर प्रभुमा मानिसहरू आउँछ होइन। तर एउटा कुरा तपाईँहरूमा कस्तो जीवन जिउँदैछ त? के क्रिस्चियन भएर यो त चलिरहेको छैन होइन? के क्रिस्चियन भएर यो त खम्बा त चलिरहेको छैन? के क्रिस्चियन भएर मोबाइलमा उठ्दै राम्रो केटीकेटाहरू हेरिरहेको छैन? के क्रिस्चियन भएर मुखबाट अपशब्दहरू त बोलिरहेको छैन? त्यही कारण हुन्छ एज अ क्रिस्चियन तिम्रो लगाइ, तिम्रो हेराइ, तिम्रो खुवाइ, तिम्रो बोली, तेरो शब्द सबै कुरा चाहिँ ध्यान दे है वचन। किनकि तपाईँहरूमा व्यक्तिगत जिम्मेवारी पाएका व्यक्तिहरू व्यक्तिगत जीवन परमेश्वरको नामको महिमा। अब आफै विचार गर्नु तपाईँहरू मेरो जीवनबाट परमप्रभु परमेश्वरको नामको महिमा भइरहेको छ कि उहाँको नामको अन्य जातिहरूको मास निन्दित भइरहेको छ? यदि महिमा भइरहेको छ भने एक दिन त्यसको रिवार्ड तपाईँहरूले मैले पाउँछ, तर निन्दित भइरहेको छ भने श्रापको लागि पनि कुरेर बस्नुहुन्छ। जसरी हामी आशिषको लागि कुरेर बस्छौँ नि, हामी कुनै विषय प्रार्थना गर्छौँ, कुनै कुरा मन पर्छ त्यसलाई हामी विभिन्न एकदमै प्रार्थनामा समय बिताउँछौँ, प्रभुलाई माग्छौँ अनि त्यो आशिष कुरेर बस्छौँ नि राम्रो कुरा गर्दाखेरि। त्यस्तै जब हामी नराम्रो कुराहरू रोप्छौँ भने श्राप पनि हामी कुरेर बस्छौँ। प्रभुले न्याय प्रभु हुनुहुन्छ, उहाँ त इन्साफ दिने प्रभु हुन्छ, उहाँले कहिले पनि छुट्याउनुहुन्न होइन। यदि उहाँले छुट्याउनु भएको भए दाउदको घरमा त्यो तरवार चल्ने थिएन, दाउदको आफ्नै छोराले आफ्नो छोरीसँग सहवास गर्ने थिएन, मोहित हुने थिएन। तर दाउदले जे रोपे उसले त्यही पायो।
बुझ्नु भएको छ? दाउदले त्यही रोप्यो नि त, उसले बच्चासँग व्यभिचार गर्यो, उसले जे रोप्यो उसको छोराछोरीले त्यही। अब आफ्नै छोराले आफ्नै छोरीसँग व्यभिचार गर्नु, सहवास गर्नु भनेको के हो? किनकि उसको बाउले पनि त्यही रोप्यो, उसको छोराछोरीले पनि त्यही नै रोप्यो। हैन? त्यही कारण तपाईँ र म जे रोप्छु मेरो छोरो बेन्जामिनले त्यही रोप्छ। बुझ्नु भएको छ? म व्यभिचार गर्छु भने अफकोर्स मेरो छोरो भएपछि 18-20 वर्षमा व्यभिचारी नै हुन्छ। किन? बाउले जे रोप्यो छोराले त्यही रोप्छ। तर म प्रभुमा छु, म प्रार्थनामा बस्छु, त्यो सब मैले त्याग अफकोर्स मेरो छोरा पनि त्यस्तो हुन्छ। बुझ्नु भएको छ? त्यही कारण हुन्छ नि यो जेनेरेसनल कर्स हुन्छ नि, पुर्खाउने श्राप हुन्छ नि, त्यो अहिले त। त्यही कारण एज अ क्रिस्चियन हामी प्रभुमा आइसकेपछि तपाईँले मैले त्यो क्रसलाई त्यो श्रापलाई तोड्नु पर्छ। जब त्यो श्राप तोडिन्छ त्यसपछि महिमा सुरु हुन्छ। बुझ्नु भएको छ? त्यही कारण हामी वर्तमान जिम्मेवारी पाएको व्यक्तिहरू जिम्मेवारी निभाउने दाससँग प्रभु प्रसन्न हुन्छ, तर जिम्मेवारीबाट भाग्नेहरूसँग मान्छे के हुन्छ? अप्रसन्न हुन्छ। त्यही कारण तपाईँको जिम्मेवारी निभाउने व्यक्ति बन्नु। हाम्रो परिवारमा, हाम्रो समाजमा, हाम्रो नगरमा, हाम्रो देशमा तपाईँले मलाई यो खुट्टा जुन ठाउँमा जुन भूमिमा हुन्छ त्यही ठाउँमा उहाँको जिम्मेवारी निभाउने व्यक्ति हामी। आमेन। लेट्स मेक चेन्ज। हामी चेन्ज गरौँ, हामी चेन्ज भएको देखाउँ प्रभुमा। म त्यस्तो छैन है, हो म आजभन्दा 4 वर्ष अगाडि 5 वर्ष म त्यस्तो थिएँ, तर अब तपाईँले मैले देखाउने समय आएको छ। अब म त्यस्तो छैन, मैले त्यागिसकेँ, अब देखाउने समय आएको छ। आमेन। यति हाम्रो जीवनमा भयो भने फेरि हामी पर्सनल आफ्नो व्यक्तिगत जिम्मेवारी प्रभुको निम्ति निभाउने छोराछोरी हामी भयो भने डेली बिहाल्छ। आमेन। त्यसपछि हामी आशिषित छौँ। आमेन। आउनुहोस् हामी सबैजना गरौँ। आमेन। हुन्छ। परमप्रभु परमेश्वरलाई महिमा होस्।